Hello friend, welcome back to the new video of my vlog. आज चाहिँ म 3 point गार्डन रिसोर्टमा गएको थिएँ र म फ्युजन फ्लेयर वाइटी युट्युब च्यानलको युट्युबर आर्जन। यो भयो मेन गेट। ल अब हामी भित्र जाऊ है त। गार्डन रिसोर्टको मेन गेट हेर्न सक्नुहुन्छ। यहाँ अगाडिको मान्छे आइरहेछ, मैले चिने हैन। भाइ के हो? अनि यो भयो स्वागतम गेट, दोस्रो गेट भनौँ गार्डन रिसोर्ट 3 पोइन्ट गार्डन रिसोर्टको गेट जो भनौँ। यो भयो गार्ड रुम, बाहिरको त्यो पार्किङ, यहाँ नाली हो क्या। यो भित्रको पार्किङ, त्यहाँ हार्ट सेपको त्यहाँ फोटो पनि खिच्न मिल्यो। यो पार्किङ सहित त्यहाँ मन्दिर पनि रहेको छ। अनि उ त्यहाँ जेनेरेटर रहेको छ भने यो चाहिँ 3 पोइन्ट गार्डनको मिनी हल हो भने हाम्रो अगाडि रहेको बिल्डिङ चाहिँ 3 पोइन्ट गार्डनको बिग हल भयो। यसै गरी यहाँ धेरै एसीहरू पनि छन्, यहाँ हजुरलाई शीतल हुन्छ। अनि यसै गरी अब हामी अगाडि बढौँ है। यो भिडियो त्यति लामो हुनेवाला छैन। यो भयो टोयलेट, शौचालय, पुरुष र महिलाको। यो पनि यतिकै स्टोर रुम हो। यहाँ सामान राख्ने गरिन्छ। त्यसै गरी हामी अगाडि बढौँ है। यहाँ के बन्दै रहेछ, पछिबाट काम रुकेछ। अनि भाइ तिमी फेरि आयौ के हो? ठिक छ भाइ, यता खेल्न आएको यार। अनि त्यो भयो के कुडुले घर। यसै गरी त्यहाँ शौचालय छ परपट्टि। त्यो शौचालय भयो भने यो गेट भयो, यो एसीको यो बिग रुम हो है, बिग हलको। यहाँ पनि यति राम्रो छ नि हजुरहरूले यहाँ देख्नुहुन्छ। यहाँ भयो 3 पोइन्ट गार्डनको चिल्ड्रेन पार्क। यसै गरी यहाँ चिफ्लिटी रहेछ बच्चा बच्चीको लागि यहाँ चिफ्लिटी रहेछ। ऊ त अघि नैको भाइ त्यहाँ ढाकुस खेला